हेलो साथीहरू, म चाहिँ धेरै पछाडि फेरि मिनी भ्लग लिएर आएको छु है। अनि म चाहिँ आगोमा खसीको मासु बनाउँदैछु। कस्तो खसीको मासु खान मन परिरहेको थियो कि मलाई। अनि पिरो अनि रस नराखिकन भुटेर मात्र मैले नुन राखेँ कि फर्स्टमा, किनकि नुन राख्यो भने पाक्छ नि त अलि छिटो। अनि मैले चाहिँ नुन राखेर भुटेँ। अनि म चाहिँ बारीतिर नि हेर्दैछु कि हेर्नु न कस्तो मजाले केरा फलिरहेछ। साग कसलाई मनपर्छ साग, तर साग भन्न पनि त खासै मान्छेहरू हुँदैनन्। अनि मैले मजाले भुट्दैछु आगोमा परपरि लाएर है, किनकि आगोमा बनाएको मिठो हुन्छ नि त। अनि मलाई एकदम खसीको मासु खान मन परिरहेको थियो, तर पिरो क्या एकदमै पिरो लगाएर अनि पटट्ट पड्किने गरी मजाले भुट्दै थिएँ। यस्तो यो भिडियो भोइस ओभर गर्दा गर्दै फोन चाहिँ कसको आउँछ कि कस्तो डिस्टर्ब गर्ने है। मेरो बिचमा फोन आइरहेको थियो, मैले काटेँ। अनि काटिसकेपछि मैले प्याज राखेँ, यो बेसार राखेर प्याज राखिकन मासु रातो रातो भइसकेको थियो नि त। अनि मैले मजाले प्याज पनि राखेर भुटेँ। अनि कस्तो दामी देखिरहेको छ सानो आगोमा है, यस्तो मजाले पड्काएँ। तर यहाँनिर मैले अदुवा लसुनको पेस्ट राखेको थिएँ, त्यो चाहिँ स्किप भएछ। अनि मैले मजाले भुट्दैछु। गरम मसलाहरू राखेँ लास्टमा, किनकि पाकिसके पछाडि। अनि भुट्दैछु, हेर्नु न हेर्दै खाउँ मन लाग्ने भइरहेछ कि अहिले भोइस ओभर गर्दाखेरि पनि। यस्तो यो त चिउरासँग एकदम मिठो हुन्छ नि त, अनि मामसँग मिठो लाग्छ। तर हेर्नु न दामी भयो, तर मैले पाकेर पनि झिकेँ। अनि अर्को भाँडामा खनाउँदैछु, किनकि जतिखेर मन लाग्छ त्यतिखेर खानु हुन्छ नि त भनेर। अनि मैले अर्को भाँडामा राखेँ। अनि यस्तो हेर्नु न हेर्दै खाउँ मलाई यस्तो स्पाइसी यस्तो मिठो भएको थियो नि, यस्तो दामी भएको थियो कि हेर्नु न हेर्दै खाउँ मलाई। तर मैले कस्तो थाम्नै सकिनँ है। अनि मैले कचौरामा राखेर अनि खानको लागि राख्दैछु। यो चाहिँ फ्रिजमा राख्दिनँ। हेर्नु न नअटाइ के राख्नु भयो होला कि मम्मीले। अनि माछा पनि तार्न बाँकी थियो मैले, तर माछा चाहिँ तारिनँ, किनकि मलाई मासु पकाउँदा अल्छी लाग्यो। अनि मैले नअटाएर मासु खनाएर माछा खनाएर अनि गर्दैछु फ्रिजमा। हेर्नु न त्यहाँ माछा पनि ठुलो भाँडामा पनि नअटाएर सफा गरेर राख्नु भएको रहेछ। अनि मैले सब खोजिदिएँ कि त्यहीँनिर नअटाएर। हेर्नु न बल्ल तल्ल हटाउँदैछ नि, तर मैले छोपेर राखिदिएँ फ्रिजभित्र। अनि मम्मी मक्क पर्नु भयो। थ्याङ्क्स फर वाचिङ, बाई बाई गाइज। हेर्नु न खानेकुराहरू फ्रिजमा मम्मीले राख्नुभएको आमा के हो कि